न कहाँ जान्छ म नजाने भनेको उनीहरू यस्तो खोलामा जान्छ नि उनीहरू म पनि जानुपर्ने हुन्छ सासु माया गरे दुःख पनि खाए लभ इच हेलो वेलकम ब्याक टु माई च्यानल होइन अनि फेरि पनि तपाईँलाई स्वागत छ आजको नयाँ भिडियोमा आज चाहिँ नि यता बहिनीहरू देख्नु सक्नु भएको होला तपाईँले आज बहिनीहरूको सुटिङ गर्दैछु होइन अब सुटिङ चाहिँ के कस्तो हुन्छ सुटिङको हल्का भाग देखाउने छु होइन अनि त्यसपछि अब सुटिङ चाहिँ पछि नै आउँछ अब अहिले सुटिङ मात्रै गरिरहेको छु अनि कसरी बनाउँछ भिडियो नि सुटिङ तिमीहरू खतरा बनाउँदै नि सुटिङ अनि सुटिङ एक्टिङ राम्ररी गर्छ नि तिमीहरू एक्टिङ चाहिँ मैले नि सिकाउँछ यसरी हो ल एक्टिङ चाहिँ मजाले गरेँ भने फेरि तिमीहरूको फेरि हेर भिडियोमा हाल्दैन नि फेरि राम्रो बनाउनु पर्छ भिडियो यहाँ सबै फ्यामिलीहरूलाई भनिसकेपछि अनि हाल्नु परेन त्यही त हाल्छु म त हाल्छु नि तिमीहरू अब एक्टिङ पनि राम्रो गर्नु पऱ्यो नि त गर्नु परेको परेन भन् गर्नु पर्यो मेरो कपाल कति लाउँछ बाख्राको कपाल फेरि पनि हाम्रो गाउँतिर चाहिँ अब हुन्डी आएको छ यो चाहिँ दोस्रा अस्तिको भन्दा पनि अलि यो चाहिँ भर्खर स्टार्टिङ भएको छ हो अहिले चाहिँ दिउँसोको 1:30 बजेको छ 1:30 बजेको पनि सिन यस्तो छैन पुरै रातिको 6-7 बजेको जस्तो छ कि अहिले कति बजेको छ अरे 1:30 मा यस्तो छ पुरै रात भइसकेको छ ल अब अहिले चाहिँ दोकानमा चाहिँ नआऊ दोकानमै भने जाँदैन काममा फेरि कस्तो चम्के थियो यार डेन्जर छ उडाउँछ भित्र ओ फेरि पनि 1:30 बजेको बेला यस्तो आएको छ कि अहिले ऊ बाप रे बा डेन्जर हो यता पुरै मान्छेहरू ओ तिमीलाई डर लागेको छ नि तिमीहरूलाई हो यता पागल छ यता तर चट्टै आन्छ अहिले यता ओ 1:30 बजेको सिन यस्तो छ पुरै डेन्जर पानी परेको छ बत्ती पनि गइसकेको छ यहाँ बच्चाहरू पुरै यहाँ बैठा छ यस्तोमा जानु हुँदैन न त कस्तो उज्यालो छ म त कति राम्रो छु वा यो त वाट्ट पऱ्यो पो बसिरहेको ऐ चुप आफ्नै साथले पनि उठाउनु सक्दैन उठा किन साथीहरू बोलाएन अब मेरो त घरमा पानी घरमा छ म गएकोले ल मेरो घरमा घर लाग्नु अनि हामी चाहिँ के गरी बस्नु जाउँ नि भन त बेस्टा दिदी घरमा यो पो रुजा त के भयो हामी के गर्थ्यौ तिमी लडेको थियो हामीले उठाइदिएको तँ जा न
झन् तिमीलाई न राम्रोसँग भने आइसले झन् उसलाई नै धकाल्छ तिमी त बढी भएको म अहिले फर्काइदिन्छु नि पिनी केलाई समाज कि मलाई समाज म यसलाई छोड्दिनँ आज यो हुँदैन कि म हुँदैन किन केटी यो यस्तोसँग त बोल्नु भन्दा नबोलिकन हाम्रो त्यही त हुँ बाई बाई अनि हामी चाहिँ अहिले अब फेरि यताको सिन्ने नपुगेर अनि हामीहरू चाहिँ अब खोलातिर जानु लाग्यो खोलातिरको बाढी आएको छ अरे होइन बारी आएको छ कि छैन हामी हिँड्नेछौँ र तपाईँहरूले फुल भिडियो हेर्नु आए ए चुवाची अब हामी खोलामा जाँदैछु बाटो त्यस्तै छ है मलाई बनाउँदैन न म बनाउँछु कि म अलिक खोलामा दिन्छु खोलामा मलाई दिन्छु कि खोलामा खोलामा साँच्चै दिन्छु कि अनि आइज नि भित्र ल यता बजेले भैँसी चाहिरहेको छ यता मलाई डाइरेक्टर चाहिँ अगाडि ए डाइरेक्टर क्यामेराम्यान यता गाडी छ केताबाट किन आएको ओ त यस्तो चाहिँ यहाँ सर्प हुन्छ कि त सर्प देखिन्छ उताबाट बाटो राम्रो छैन कि तर यसको हेर्नु गाइस कस्तो राम्रो छ हो कहाँ छ त्यो ल यो चाहिँ आपको पुरै फुलबारी हो अब ठुलो फुलबारी अर्को ठाउँ छ हो भ्लगमा हुन्छ यो पनि यो पनि भ्लगको लागि नै हो त्यो सुटिङ पनि भ्लगको लागि हो हामीहरूको यो अमिर मामाको फ्यामिलीको लागि सुटिङ त 1 महिनापछि आउँछ ए सुटिङ त अब 2 वर्षपछि आउँछ सब्स्क्राइबर त हामी नै हो ए हो अनि चटपटी खुवाउनु सब्स्क्राइब गरेछ गरे छैन जस्तै गर्छ ल बाप रे बाप ओ अहिले ओ सब्स्क्राइब दिनु पनि नि हामी सब्स्क्राइब गरेको छु बाइ बाइ ओ हालेलुया प्रभु तुम्हारा दीदी क्या था गूंगी था अब बोलने लगी मेरा यसु यसु बोलने लगी मेरा यसु यसु ल अब खोलामा गएर देखाउँछु अहिले यताको बाटो राम्रो छैन क्या झरेर होइन न बाँकी खोलाको अनि हामी चाहिँ अहिले यस्तो आँपको फुलबारीमा आइसकेको छ अब हामी उता जानुपर्ने हुन्छ होइन यताको तपाईँहरू भ्यू हेर्नु सक्छ कस्तो दामी छ पानी परेर है हो पानी परेर क्या दामी देखिरहेको छैन सिन त ऊ यस्तो दामी छ पानी छ अब के गर्नु पानीमा अब हिँड्नु त मन छैन अब अलिअलि त पर्छ होला पानी त ओहो दाइ दादा यस्तो छ रे दादा सिन आँप फलेको छ चलो 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 ओठी सब बाढी आएको रहेछ बाढी परेको रहेछ बाढी ठुलो आउँछ न त खानु हुँदैन पानी परेको रहेछ यो अमिर मामालाई पनि आरत रिया मेरो नाम पनि जुम गरेर हामी त यहाँबाट देख्छ नि पहाड दिदी दादा चाहिँ उहाँ जानु पनि खोजेको थियो जाने भनेको मामालाई नजाने भनेर पानी चाहिँ मजाले आइरहेको सल हामी यो सानो बारी आएको बस्थ्यो यो पनि सानै हो तर खाल्टो हो कि त्यसैले हामी नजानु लागेको यस्तोलाई चाहिँ हाम्रो टाटबन्दी भन्छ यो चाहिँ आधा यति उताको हरियो जति चाहिँ उता पहिले बनाएको हो यता चाहिँ अस्ति नै बनाएको हो उतादेखि नै यो चाहिँ उतासम्म छ जङ्गल जस्तै छ अनि आमा किन पसेको उता बिचमा खाल्टो छ जा त
त जान जान के के नि गरे हैन गुवागे छ रोजै यो मामाको दादाको छोरा हामीहरूको भिडियो बनाइदिने चाहिँ यहाँ छ अब त्यो पानी भरेर के खान लागेको हो अब यसले चाहिँ यो पानी चाहिँ खान लागेको रहेछ सफा पारेर पानी पटाएको रे त त्यसको मकै फल्यो नि त्यही भएर उता त कस्तो फिजवाला छ जम्नुमा फिज छ के जम्न छिटो उता त फिज छ है अन्त मजा आउँछ के ढुङ्गे बगाएको होइन त्यो सबै पानीले छोपिदिएको क्या हामीहरूको खोला चाहिँ यस्तो छ बल्ल तल यो यस्तो राम्रो भएको नभए त कालै मैले भएको थियो यो त थोरै पानी यो त पानी माथिको परेको पानी हो यो चाहिँ उताबाट बगिरहेको चिनीमिलको पानी चाहिँ छैन छैन चिनीमिलको पानी आएको भए यस्तो गनाउँथ्यो टिटिमिट अनि हाम्रो कुकुरले अनि पकाउनु खोजेछ यहाँकै फिट धेरै छ यहाँ आउन यहाँ तिनीहरू सबै मऱ्यो त्यो एउटै हो त्यसैले यो दुइटा त्यसको बच्चा कतिवटा मऱ्यो नि अनि यो चाहिँ फिज हो त्यसलाई भन्छ क्या फिज छ कस्तो फोहोर छ जिन्टहरू निस्तीमा पसेछ अनि बाई गाइज अनि अहिलेको भिडियो सुट चाहिँ नि यता हाम्रो यसरी भान्जीले गरिदिनु भएको थियो अब भिडियो हाम्रो स्वाची भान्जीले बनाइदिनु भएको थियो भिडियो नराम्रो लागे पनि राम्रो गरेर हेरिदिनु होला अघि यो क्यामेरा मान्छे उतै हो हाम्रो यसरी स्वाची भान्जी अनि त हाम्रो नाम ईश्वरी होइन बेरे आइश्वरी हो ए आइश्वरी अनि त रिया वाउ ब्युटिफुल मेहु जियान अनि यो यिनीहरू यस्तो फिजमा त खेलिरहेको छ हेर्नु फ्यामिली हो युट्युब फ्यामिली हो पहाड त पुरै छ्याङ देखेछ पहाड देख्यो तपाईँले कालो मात्रै देख्यो होला हामी त त्यो पहाडको माटो पनि देखेछ अच्छा बाढी लस दिन्छ यार हेर्दै नि बिस्तारै गयो ठुला अहिले बगाउला यहाँ चाहिँ बाढी आएको छ मैले फिज देखाएको थिएँ नि यस्तो फिजमा यिनीहरू पसेको ल अब हामी चाहिँ तल जाँदैछु है त बाटो एकदम डेन्जर छ साटोमा आफ्नो ज्ञान पनि बिल्ला जस्तै ल यहाँ डेन्जर छ कि यहाँ मोबाइल झऱ्यो भने गयो यहाँ मोबाइल झऱ्यो भने गयो यहाँ मेरो मोबाइल ओ च्वाची यहाँ चाहिँ छ च्वाची चाहिँ बिग्रिनुलाई त्यो के हो माछा गहिरो छ डुब्छ यहाँ त कस्तो बाढी आएको छ यहाँ चाहिँ हाम्रो गाउँतिर बाढी आएको ठुलो यहाँ यस्तो फिज भनेको के हेर्नु त यस्तो यहाँ बाढी ठुलो आउँछ यहाँ मोबाइल झऱ्यो भने मेरो मोबाइल डुब्छ क्या यहाँ यस्तो छ क्या यस्तो भित्र त पानी छ क्या मोबाइल पनि छिर्छ यहाँबाट यो त्यही भएर पनि मैले मोबाइल एकदम सेभ गरेर चलाएको छु के डेन्जर छ यहाँ हो लड्छ बाबु यस्तो यो पछाडिको चाहिँ पुरै ड्यामहरू हो क्या बाढीको गाउँको लागि सेफको लागि बनाएको यो चाहिँ अनि अहिले न्यू हाम्रो नेपाली दाजुभाइ हाम्रो गाउँको साथीहरू यदि यो भिडियो हेरिरहेको छ भने चाहिँ यो चाहिँ न्यू ड्याम है अहिले हाम्रो गाउँको है सगरटुरको न्यू ड्याम हो यो चाहिँ अनि यस्तै छ म पनि आएको 2 हप्ता 3 हप्ता त भइसकेको छ पुरै चेन्ज भएको छ खोलाहरू पनि अनि यहाँ नानीहरूसँग आज यसो ब्लगको लागि आएको हो क्या हाम्रो चाहिँ यता खालि सानो बारी आयो भने चाहिँ जेठा बारी भन्छ अनि ठुलो बारी आयो भने चाहिँ कान्छा बारी भन्छ खै गयो हजुर कहाँ छ उता बाढी आउँछ ढुलो आयो भने भाग्नु क्यालेरिना क्यापोचिना कहाँ जान्छ म नजाने भनेको उनीहरू यस्तो खोलामा जान्छ नि उनीहरू म पनि जानुपर्ने हुन्छ
Ballerina cappuccina. Tung tung saura. Talali yo talala. Talala चाट नजाने कि कहाँ खोलामा नजाने कि उता भन्छ त नआउँदा उही त्यो त पानी नगरेको त्यो अब हिरो नि भनेको पानी कहाँ कहीँ आउँछ मलाई मलाई हिँड्ने मन छैन मलाई त झन् यता नि हाम्रो एउटा के रे समस्या चिज भन्दैन त नि यताको प्याकिङमा होला जेनी आरत आरत के यसरी सामान यो खोला हो अलिक यहाँ सानो त्यति ठुलो बाटो परेन क्या हुन्डीहरू चाहिँ चलेको हो त्यसले नि यो सानो बाढी आएको हो न त्यहाँ ठुलो बाढी हुन्छ क्या पुरै खोला वार पराउँछ बाढी यहाँ अहिले यति पहिलाको मान्छेले भनेको ठुल्ठुलो मान्छेले फिचायो भने धेरै फिचायो भने ठुलो बाढी आउँछ भनेको थियो अब हो कि होइन त्यो चाहिँ थाहा भएन बाढी यो ओइ बगाउँछ मलाई बच्चाले बगाउँछ र दादा बगाउँछ हो यसमा पस्नु भने तपाईँलाई बगाएको जस्तो लाग्छ बा टुस्की मान्छे त आयो त यस्तरी खोला छ यस्तो सिन्छ खोला यति ठुलो भएको पहिला सानो खोला थियो अहिले ठुलो खोला भएको छ उता हाम्रो दिदी देखाउनु के उहाँहरूको भान्जी पनि आउँदैछ ओइ दिदी हेलो यहाँ प्रकारको भान्जीहरू को गएको मलाई तपाईँलाई के पर्छ मेराजु कट्टु कटुसुर है कट्टु सुर्काको त गाई हेर्नु कट्टु सुर्काको त यस्तो तरिकाले हाम्रो कट्टु सुकाउँछौँ अनि यहाँ पनि त्यहाँ झोप्पा जेनी नलाग्दैन दादा जेनी नलाग्दैन डुब्छ डुब्छ जेनी यिनीहरू बच्चालाई के नर्मल आइकन हो यता गए पहाड यस्तो छ यहाँ हो हिमाल पहाड यस्तो छ यहाँले पुरै अनि यसको कान्छा खोला यसले चाहिँ कान्छा खोला भन्छ अरे हो भन्दैन जेठा खोला जेठा खोला पाहाडमा हो पहाड पहाड देखाउँछ मान्छे चाहिँ पहाड भयो पो पहाड यत्रो देखिरहेको छ मान्छेहरू देखाउँछ मलाई के पर्छ अरे रियाले यता हेरेर भने के पर्छ अरे भेन्जले के भन्ने आई लभ यु किन हाँसेको के किन हाँसेको रिया त हाँसे छैन हाँसेछ त छैन नि है अनि देखेन मक्खै छ मक्खै छ बाउ ओए जेन्डी मैले फुल बनाएको थिएँ दाँत भाँचे तेरो दाँत दिएको छैन के मुखमा अनि यता चाहिँ अब हामी चाहिँ जान लागेको छ अनि यहाँ चाहिँ राम्री बनेर मात्रै भिडियो बनाउने रे हो हेलो गाइस नमस्ते नमस्ते अरू केही भन्नु छ कि सब्सक्राइब हानिदिनु भन्नु पर्दैन नि ओए आरत गरिन है जेन्डा गरिन भयो हिँड ह्याप्पी बर्थडे अनि आजको लागि यति नै होइन के कस्तो लाग्यो होइन जे जस्तो लाग्यो पनि राम्रो लागेर हेरिदिनु होला यदि च्यानलमा नयाँ छ भने सब्सक्राइब हानिदिनु होला होइन अब अर्को भिडियोमा भेटौँला जय नेपाल हालेलुया प्रभु मलाई शक्ति दिनु हजुरको शरण पर्ने हो त हजुरले म त मान्ने हो